हेर्नुहोस् गाइस, एक्टिभाको त्यति घिनलाग्दो मैला रहेछ है। यो फुल सर्भिसिङ गर्दैछु, तपाईँ हेर्दै गर्नुहोस्। यसको चाहिँ के गएको रहेछ म देखाउँदैछु। हेर्नुहोस्, पहिला सुरु यहाँ गोटी हेर्नुहोस्, यसको गोटी हेर्नुहोस्, यताबाट हेर्नुहोस्। लु तपाईँले चिन्नुभयो, यो गोटी खाएको छ हो। यसको ड्रम ठिकै छ, यसको क्लच ठिकै छ है। यसको फेर्नुपर्ने चाहिँ यो रहेछ। र अर्को कुरो बेल्ट चाहिँ मैले कहाँ दिएँ, यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस् त बेल्ट चुट्टिनु आँटेको रहेछ हो, चुट्टिनु आँटेको छ। यता उल्टापट्टिबाट हेर्नुभयो नि, यहाँ हेर्नुहोस्, उल्टापट्टिबाट म देखाउँदैछु तपाईँलाई बङ्गाएर है। यहाँ हेर्नुहोस्, सबै चर्चर लागिसक्यो रहेछ है। यो सब सर्भिसिङ। यसको किक अड्किँदै थियो है, यी किकको लागि मैले सब खोलिरहेको छु। यो सब धुइधाइ गरेर तपाईँहरूलाई फिटिङ गरेर देखाउने छु, हेर्दै गर्नुहोस्। हेर्नुहोस्, म चाहिँ यो तपाईँहरूलाई एकदम मेरो डिजलले धुँदैछु है। हेरिदिनुहोस्, यो त एकदम सफा गर्नुपर्छ, सबै फुल सर्भिसिङ हुँदैछ यो। हेर्दै गर्नुहोस्, सफा गरिसकेर देखाउने छु ल। सबै धुइधाइ पारेर एकदम रेडी राखिरहेको छु है। अब फिटिङ हुनेछ यो स्कुटीको। यस्तो गोटी हालिसक्यो है, गोटी हालिसक्यो। यसको कभर यहाँ हेर्नुहोस्, यहाँबाट चाहिँ यो ग्रिस लाइन छ है। यस्तो हुन्छ, यस्तो गरेपछि यो सबै यहाँ यसमा हुन्छ किकको यो लाउनु पऱ्यो है। यो लगाएर यसको वासर, यसको नट नटलाई चाहिँ यसलाई कस्नु पऱ्यो है। यो घुम्छ भनेपछि यस्तो तुलले अड्काउनुपर्छ है। फुल टाइम हुन्छ। अब यसमा लाउनुपर्छ बेल्ट। यो बेल्ट चाहिँ तपाईँको हेर्नुहोस्, यो एरो हुन्छ है। यो एरो चाहिँ यता राखेर हाल्नुपर्छ हो। त्यहाँदेखि यो अलिकति हल्का यसमा ग्रिज हालिदिँदैछु म है। ग्रिज यसरी हालिसकेपछि तपाईँको यो बेल्ट चाहिँ यस्तो अड्काएर हो, यसरी ब्याक प्रेस गर्नुहोस्। यसरी पस्दै पसेपछि यो एकदम ट्याक्कै पस्छ। हल्का यसलाई साइन पेपर लगाइदिनुपर्छ है। साइन पेपर यसरी लगाइसकेपछि चाहिँ यसको ड्रम है, यो ड्रममा पनि साइन पेपर हाल्नुपर्छ। हेर्नुहोस्, यसरी कोरिन्छ है। कोरेपछि यस्तो गरेर यसरी लगाइदिनुहोस्। यसको नट यहाँ लाउनु पऱ्यो है। यसलाई कस्नु पऱ्यो। 16-17 लाग्छ है। अनि कसले यसरी घुम्छ, घुम्नु लागि तपाईँले यसलाई यसरी सिक्नु होला। फुलको टाइम भयो। अब यो फिटिङ है। Complete.